आज शनिबारको दिन आज मकैको आटो र केराउको साग खाने मकैको आटो र भनेर म चाहिँ साग केराउको साग काट्दैछु। बनाउँदैछु। यता कराईमा केराउको साग चाहिँ अब तेल मैले हालिसकेँ। काट्नलाई अब रेडी गर्दैछु। कराईमा काटेर तेल साग हालेर तताएँ। भुट्नुपर्छ। त्यसपछि मैले त्यसपछि केराउको मकैको आटो र साग काट्दैछु। साग खाने। अब साग काटेर पनि मैले सकिसकेँ। अब मैले काट्ने केराउको कसरी साग हो? पनि काटिसकेँ। त्यसपछि अब केराउको साग हाल्नलाई रेडी भयो। केराउको साग पनि राखेँ। अब काट्नलाई रेडी हुँदैछ। अब केराउ पाकेर रेडी भयो मकैको आटो र